नमस्ते साथीहरु, तपाईहरु सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु। यो चाहिँ चुरियामाई मन्दिर हो अनि यो चाहिँ चुरियामाई मन्दिरसँगै रहेको सुरुङ। अनि यो चाहिँ हाम्रो कुष्माण्ड मन्दिर जहाँ चाहिँ 108 धारा छ। यो चाहिँ त्रिवेणी धाममा छ। राप्ती खोलाको तिरतिर गयो भने अलि अगाडि छ है। यो चाहिँ हाम्रो दारको ठेकी जुन चाहिँ हेटौडा बस पार्कमा छ। अनि यो चाहिँ हाम्रो भुटान देवी मन्दिर। अनि यो चाहिँ हाम्रो हनुमानजीको मूर्ति जुन चाहिँ राप्ती खोला कटेपछि छ, जहाँ चाहिँ भुवनेश्वर मन्दिर छ। राप्ती खोला कट्ने बित्तिकै यो मन्दिर चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो शहीद स्मारक हेटौडाको सान भनौँ न। अनि यो चाहिँ शहीदहरूको टाउको भएको स्टोन छ एउटा। अनि यो चाहिँ हाम्रो पाथिभरा मन्दिर जुन चाहिँ हेटौडामै छ र यो चाहिँ बुद्ध पार्क, जहाँ बुद्ध पार्क छ त्यसको माथि चाहिँ पाथिभरा मन्दिर छ। अनि यो चाहिँ हाम्रो भोले बाबाको घर, मतलब हेटौडाको पशुपति भुवनेश्वर मन्दिर। अनि यो ओम लेखेको चाहिँ हाम्रो बनस्कन्दी मन्दिर हो। अनि यो चाहिँ पेन्गुइन पार्क जुन चाहिँ चौगडाभन्दा अलि अगाडि छ। अनि यो चाहिँ हाम्रो श्री कृष्णजीको मूर्ति जुन चाहिँ हटियामा रहेको छ। यस्तो राम्रो पिक्चरहरू छ नि। अनि यो चाहिँ अहिले एकदम फेमस भइरहेको गुम्बा डाँडा जुन चाहिँ हर्नामाडीमा छ। धेरै राम्रो चित्रहरू छ। अनि यो चित्र चाहिँ फरेस्ट टिकेट अगाडि छ। यो चाहिँ मस्जिद हो जुन चाहिँ भैरव रोडमा छ। अनि यो चाहिँ हाम्रो चर्च। यो चाहिँ हाम्रो नेपालको नक्सा र विभिन्न जनजातिहरू हुनुहुन्छ जो नेपालमा बस्नुहुन्छ। कति राम्रो चित्रहरू छन् साथीहरु। अनि यो चाहिँ हाम्रो पुष्पलाल हो, हेटौडाको अर्को फेमस ठाउँ। अनि यो चाहिँ हाम्रो स्वामीजीको मूर्ति हो। यो रहेको छ पुण्य क्षेत्र जहाँ हाम्रो विष्णु भगवानजी चाहिँ आफ्नो नागमाथि सुतिरहनु भएको हजुरहरूले देख्न सक्नुहुन्छ, जुन चाहिँ स्मारक हुँदै जान सकिन्छ। अनि यो चाहिँ हाम्रो हेटौडाको भ्यू टावर हो जहाँबाट हजुर